उग्रवादी स्वागत नेपाल अरे खाली उग्र उग्र कुरा गर्ने आक्रोशको कुरा गर्ने जो मान्छे आमाको गर्भैदेखि पीडा र अन्याय सहेर जन्मेको छ नि त्यो आक्रोशै ओकल छ त्यसले कुनै शान्ति ओकल्दैन त्यसले आक्रोश ओकल्छ तपाई लेख्ने हिम्मत गर्नुस् स्वतन्त्र राजावादी स्वागत नेपाल भनेर लेख्नु न पत्रिका स्वतन्त्र राजावादी स्वतन्त्र राष्ट्रवादी स्वागत नेपाल भनेर लेख्नु न ठुला हुरीले रुख ढाल्न सक्छ तर जतिसुकै ठुलो हुरीले पनि ढलेको रुख उठाउन सक्दैन हामी नेपालको एकताबद्ध एउटा संकेतक राष्ट्रिय एकताको प्रतीक जसलाई यिनीहरूले ढाल्ने प्रयत्न गरेका छन् त्यो ढलेको रुखलाई उठाउने हुरी आउने छ दुर्गा प्रसादजीहरूले राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानले घोषणा गरेको आन्दोलनमा सबैले दाल चामल इत्यादि के हो नुन भुटुन ठिक पारेर बस्नु होला भन्नुभएको छ पुगेन भने हामी गर्छौं नुन चामल चिनी के उपलब्ध गराउँछौं पशुपति खड्काजीले भनिसक्नु भएको छ यो एकता भइसकेको छ अहिलेको संविधान जेनजीलाई सांसद हुनै दिनु हुँदैन भनेर लेखेको संविधान हो यो संविधानमा अब राष्ट्रिय सभाको चुनाव हुँदैछ यहाँहरुलाई थाहा छ सबै पत्रकार साथीहरु त्यो राष्ट्रिय सभाको चुनावमा एउटा पनि जेनजी उम्मेदवार उठ्न पाउँदैन भनेर लेखेको छ किनकि उम्मेदवार हुन 35 वर्षको उमेर चाहिन्छ यस्तो संविधान जलाउने कि नजलाउने